ड्रग युजर्स किन त इमोसनल लेस हुन्छ? मतलब उनीहरूलाई कुनै पनि किसिमका सामाजिक कार्यहरू भयो, घरमा खुसी छ, घरमा दुःख भएको छ, कुनै पनि मोमेन्टमा किन उनीहरू त्यो चिजमा एक्टिभिट? एडिक्सन इज अ फोरफोल्ड डिजिज। अरू रोग चाहिँ टुफोल्ड हो। जस्तो क्यान्सर लागेको छ भने मलाई क्यान्सर छ भन्ने मानसिक रूपमा चाहिँ एउटा दबाब, मेन्टली, अनि फिजिकली क्यान्सरले एकदमै दुख्छ, पेन हुन्छ, दुईवटा मात्रै भयो। तर एडिक्सन इज अ फोरफोल्ड डिजिज। यसले चाहिँ 4 ठाउँमा असर गरेको हुन्छ कि फिजिकल्ली, मेन्टल्ली, इमोसनल्ली अनि स्पिरिचुअल्ली। अनि भाइको प्रश्न चाहिँ इमोसनल्ली, भावनात्मक रूपमा एकदमै विचित्र, एकदमै कमजोर। कि मैले त देखाएको छु कि आफ्नै आमा, मैले त्यहाँ मेरो टिकटकमा कथा पनि भएपछि एउटा दाइ थियो, आमा बित्नुभयो, अनि उहाँको घरबाट आएर हामीलाई खोज्दा ल्याइदिनु आमा बित्यो भनेर हामी खोज्न गयौँ। अनि म खोज्न जाँदै गर्दा दाइलाई मैले भेटेँ, दाइ घरमा आमा बित्नुभयो जाउँ भन्दाखेरि दाइ मसिकमा सुयार भन्नुभएको थियो अरे। अनि मैले दिएँ, अनि खानुभयो, अनि मात्रै आमा मलाई यो कुरा अवगत भयो इमोसनली। अनि मात्रै भनेपछि तपाईँले त्यो खबर गर्दै गर्दाखेरि उहाँ कन्दरमा कुनै एक्सप्रेसन छैन त, उहाँले युज गरेर बसिराख्नु भएको थियो, उहाँ सिकमा हुनुहुन्थ्यो, सिकमा हुनुहुन्थ्यो, बाटोमा थियो त्यो दाइ। ओके। अनि घरमा बितेपछि त लानु त पर्यो नि त, त्यो घरबाट पनि वास्तवमा गर्न छोडिसकेको, तर घरमा आमा बितेपछि त छोरा चाहियो नि त। अनि उनीहरूलाई थाहा छैन नि त, कन्ट्याक्ट हामीसँग हामी पनि प्रयोग गर्थ्यौँ। अनि उहाँको परिवारले हामीलाई समन्वय गर्नुभयो र अनि त्यतिखेर चाहिँ मेरो चाहिँ एडिक्सन चाहिँ त्यस्तो क्रोनिक अवस्थामा पुगेको थिएन, त्यो अवस्थामा पुगेको थिएन। तर दाइसँग परिचय थियो, सँगै खाइन्थ्यो कहिले काहीँ। अनि दाइलाई फोन गर्दाखेरि एउटा कुनै ठाउँमा दाइ बस्नु भएको थियो बिहान पख, र अनि दाइ यस्तो भयो नखाइकन ऊ चाहिँ अब खानको लागि हन्टिङ, मतलब ऊ एकदमै निर्मल भइसक्यो भने कसरी खुवाउँदा मात्रै निर्मल क्या हुन्छ नि। त्यो एडिक्सनको एउटा चरम उत्कर्षमा पुगिसकेको, अब मर्न मात्रै नागे जस्तो। दाइ यस्तो भयो जाउँ भयो भन्दाखेरि भाइ म सिकमा छु, त्यस्तो हुन्छ क्या। आमा गरेको खबर पाउँदा म सिकमा छु भन्छ, मलाई भोक लागेको छ भन्छ कसै मान्छेले, नर्मली भन्दैन, नर्मल त हुँदैन रहेछ, नर्मल भयो नि त। एकदम फेरि मैले दिएँ, अब मसँग थियो, म पनि प्रयोग गर्थेँ। अनि दियो, दाइले तान्नुभयो, तानिसके पछाडि मात्रै दाइले अवगत भयो मेरो आमा मऱ्यो। अनि मैले बलिन्द्र आँसु झार्नुभयो। आँसु झर्नको लागि पनि बाँच्नुपर्छ, त्यो मैले जीवनमा